नमस्कार साथीहरू। आज म बाँसुरीको परिचय, सामाजिक, सांस्कृतिक, धार्मिक एवं ऐतिहासिक महत्त्व र प्रकारसहित विस्तृत जानकारी सहितको सामग्री लिएर आइसकेको छु। बाँसुरीको परिचय। बाँसुरी एक प्रकारको हावा बजाउने सङ्गीत उपकरण हो जसलाई पारम्परिक रूपमा बाँसबाट बनाइन्छ। यसको स्वर मधुर, मृदु र मनोहर हुन्छ। बाँसुरीमा प्राय 6 देखि 8 छिद्रहरू हुन्छन् जसलाई छाल, औँला वा हावा नियन्त्रण गरी बजाइन्छ। यसलाई सामान्यतया एकल वा समूहमा सङ्गीत वादनका लागि प्रयोग गरिन्छ। बाँसुरीको मुख्य विशेषता: हावाबाट आवाज उत्पादन हुन्छ। सजिलै सानो आकारमा बोक्न सकिन्छ। विभिन्न स्वर र लय निकाल्न सकिन्छ। बाँसुरीको सामाजिक महत्त्व। गाउँ र सहरी समाजमा बाँसुरीको प्रयोग प्राय मनोरञ्जन, उत्सव र सांस्कृतिक कार्यक्रममा हुन्छ। बालबालिकादेखि वृद्धसम्म बाँसुरी सिकेर मनोरञ्जन गर्न सक्छन् र गर्न चाहन्छन्। विवाह, जात्रा, मेलापात र लोकगीत कार्यक्रमहरूमा बाँसुरी बजाउने गरिन्छ। यो सामाजिक एकता र परम्परा जोगाउने माध्यमको रूपमा काम गर्छ। बाँसुरीको सांस्कृतिक महत्त्व। नेपाली लोकसङ्गीत र गीत नृत्यमा बाँसुरीको प्रयोग अत्याधिक हुन्छ। विशेष गरी पहाडी क्षेत्रका लोकगीत, मेला र पर्वमा बाँसुरीको सुमधुर ध्वनि सांस्कृतिक पहिचानको रूपमा मानिन्छ। बाँसुरीको सङ्गीतले मौलिक नेपाली धुन र भावनालाई जीवन्त बनाउँछ। विभिन्न सांस्कृतिक नृत्यहरू जस्तै धिमे नाच, सोहर गीत र देउडा भजनमा बाँसुरीको प्रयोग अनिवार्य मानिन्छ। बाँसुरीको धार्मिक महत्त्व। हिन्दू धर्ममा बाँसुरी भगवान कृष्णको प्रतीक मानिन्छ। भगवान कृष्णले गोवर्धन पूजा, रासलीला र गायन वाद्यमा बाँसुरी बजाउने परम्परा छ। मन्दिर वा धार्मिक कार्यक्रमहरूमा बाँसुरी बजाएर भजन, आरती र धार्मिक गीत गाइन्छ। यसले भक्तिभाव बढाउने र आध्यात्मिक अनुभवलाई गहिरो बनाउने विश्वास छ। बाँसुरीको ऐतिहासिक पक्ष। बाँसुरीको इतिहास प्राचीन भारत, नेपाल र अन्य एसियाली देशहरूमा पाइन्छ। पुरातात्विक प्रमाण अनुसार बाँसुरीको प्रयोग लगभग 6000 वर्ष पुरानो छ। प्रारम्भमा बाँस, हड्डी वा धातुबाट यसलाई बनाइन्थ्यो। ऐतिहासिक रूपमा यो पशुपालन, कृषक र गोठालो समुदायमा मनोरञ्जन र प्राकृतिक आवाजसँग मेल खाने वाद्ययन्त्रको रूपमा प्रयोग हुन्थ्यो। साहित्यिक र पौराणिक ग्रन्थहरूमा बाँसुरीको उल्लेख पाइन्छ, जस्तै महाभारत र भागवत पुराण। बाँसुरीका प्रकार। पारम्परिक बाँसको बाँसुरी। गाउँले लोकसङ्गीतमा प्रचलित धातुको बाँसुरी प्राय शास्त्रीय सङ्गीतमा प्रयोग। प्लास्टिक वा आधुनिक बाँसुरी सजिलो र टिकाउ विद्यार्थीहरूको अभ्यासको लागि प्रयोग हुन्छ। कृष्ण बाँसुरी सानो आकारको धार्मिक कार्यक्रम र भगवान कृष्णसँग सम्बन्धित। विशेषता: स्वर र लम्बाइ अनुसार सानो, मध्यम र ठुलो बाँसुरी पाइन्छ। प्रत्येक क्षेत्रको लोकसङ्गीत अनुसार यसको ध्वनि फरक हुन्छ। बाँसुरी केवल एक सङ्गीत उपकरण मात्र होइन, यो सांस्कृतिक, धार्मिक र सामाजिक पहिचानको प्रतीक पनि हो। नेपाली जीवनशैली, लोक संस्कृति र धार्मिक विश्वाससँग यसको घनिष्ठ सम्बन्ध छ। बाँसुरीको मधुर ध्वनि मानव मनमा शान्ति, आनन्द र आध्यात्मिक ऊर्जा ल्याउने विश्वास राख्दछ। धन्यवाद साथीहरू। तपाईहरूलाई आजको यो सामग्री कस्तो लाग्यो कृपया
कमेन्ट गर्न नभुल्नुहोला र हाम्रो यस च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। धन्यवाद। र यस्तै जानकारीमूलक भिडियोहरूको लागि हामीलाई फलो